Hello everyone, my name is Mikesh. Today I'm going to discuss with you guys business English BBS first year, being business English courses in what are its content. And today I'm gonna discuss with you guys the first unit of business studies BBH about the invitation. The first starting with invitation. अब तपाईँहरूलाई चाहिँ म इन्भिटेसन भनेको चाहिँ एक प्रकारको पोइम हो होइन। यसमा चाहिँ कस्तो हुन्छ भने हाम्रो यो बिबिएस फर्स्ट इयरको स्टडीमा चाहिँ कुनै पनि एउटा च्याप्टरहरूलाई चाहिँ 4 पार्टिसनमा चाहिँ डिभाइड गरेको पाइन्छ। लिटरल कम्प्रिहेन्सन, इन्टरप्रिटेसन, अनि त्यसपछि क्रिटिकल थिङ्किङ र एसिमुलेसन। एक्चुअली लिटरल कम्प्रिहेन्सन भन्दाखेरि जुन तपाईँलाई पोइम हुन्छ, कथा हुन्छ, लिटरल कम्प्रिहेन्सनमा त वाट इज द फ्याक्ट के दिएको हुन्छ त्यसलाई चाहिँ एउटा चाहिँ एक्सप्रेसिभ भ्यूमा, कम्प्रिहेन्सिभ भ्यूमा चाहिँ त्यो साहित्यको अथवा त्यो पोइमको भनेर चाहिँ त्यो एक्सप्रेस गरेर लिटरल कम्प्रिहेन्सनमा दिएको हुन्छ। र त्यसपछि चाहिँ त्यसको इन्टरप्रेट भन्नाले त्यो कथाले के रिजल्ट दिन्छ अथवा त्यो पोइमले के रिजल्ट दिन्छ भन्ने कुरा चाहिँ तपाईँलाई के अरे इन्टरप्रिटेसनमा, इन्टरप्रेट भनेको चाहिँ सो गर्ने, देखाउने, भन्ने, त्यो इन्टरप्रेट गरेको चाहिँ इन्टरप्रिटेसनमा पाउनुहुन्छ। त्यसपछि आउँछ तपाईँको क्रिटिकल थिङ्किङ। क्रिटिकल थिङ्किङ भन्ने बित्तिकै तपाईँले एनालाइसिस गर्ने, किनभने कुनै पनि कथा पोइममा तपाईँको पोजिटिभ पार्ट पनि हुन्छ एज वेल एज नेगेटिभ पार्ट। विल गेट बोथ काइन्ड अफ सब्जेक्ट ओभर देयर एन्ड आफ्टर रिडिङ द्याट थिङ वाट विल यु थिङ्क, क्रिटिकली थिङ्क अबाउट द्याट पोइम अर लिटरेचर अर वाट एभर इट इज, तपाईँले त्यो कुरा चाहिँ क्रिटिकल थिङ्किङमा पाउनुहुनेछ, नेगेटिभ एज वेल एज पोजिटिभ एस्पेक्ट। एसिमुलेसनमा भनेको चाहिँ एक्चुअली एब्जर्भेन्स भन्ने वर्ड, यसलाई म सिम्बोलाइज गर्दा एब्जर्भेन्स भन्नाले यो कुनै पनि लिटरेचर तपाईँले पढ्नुभन्दा अगाडि तपाईँको भ्यू के थियो र आफ्टर रिडिङ द्याट लिटरेचर वाट इज यर भ्यू, ओपिनियन, तपाईँको चाहिँ एसिमुलेसनमा त्यो एक्सप्रेसिभ हुन्छ। यो पढ्नुभन्दा के थियो र पढिसकेपछि तपाईँको भ्यू कस्तो थियो भन्दाखेरि एसिमुलेसनमा तपाईँले त्यो एक्सप्रेस गर्नुपर्ने हुन्छ। के अरे कस्तो हुन्छ भने अब तपाईँलाई फर्स्टमा इन्भिटेसनको म च्याप्टर स्टार्ट गर्न चाहन्छु। इन्भिटेसनको च्याप्टर कन्टेन्ट चाहिँ एकदम थोरै चाहिँ इट्स अबाउट इट्स अ पोएम एक्चुली रिटन बाई सिल्भेस्ट्रेन होइन। यसमा चाहिँ तपाईँलाई म लिटरल कम्प्रिहेन्सनबाट सुरु गर्छु, किनभने कथाको त्यो पोएमको कन्टेन्ट भन्नुभन्दा पनि तपाईँलाई म यो लिटरल कम्प्रिहेन्सनमा यसमा कन्टेन्ट के छ त्यो कथा पढेर सुनाउँदा यसको लिटरल कम्प्रिहेन्सन म तपाईँलाई चाहिँ भन्न चाहन्छु। यसको लिटरल कम्प्रिहेन्सन सुरु गर्दाखेरि अमेरिकन पोइट सिल्भेस्ट्रेनले चाहिँ यो एक्सप्रेस गरेको पोइम हो होइन। यसमा चाहिँ कस्तो हुन्छ भने यसमा चाहिँ पोइटले चाहिँ होइन थोरै प्याराग्राफमा चाहिँ धेरै कुरा एक्सप्रेस गर्न खोजिएको छ यो पोइममा। यसमा चाहिँ कस्तो हुन्छ भने सबै पर्सनहरूलाई, सबै डिफ्रेन्ट ब्याकग्राउन्ड भएको पर्सनहरूलाई चाहिँ के भनेको छ भने इफ युआर अ ड्रिमर, इफ युआर अ लायर होइन, त्यस्तो किसिमको पर्सनहरूलाई पनि होइन चाहिँ यसले चाहिँ मर्ज गरेर हु डजन्ट ह्याभ इन्ट्रेस्ट इन लिटरेचर, हु डजन्ट ह्याभ अ इन्ट्रेस्ट इन लिटरेचर रिडिङ होइन, त्यस्तो किसिमको मानिसहरूलाई पनि एज अ चाहिँ रिडर बनाउनलाई चाहिँ यसले चाहिँ के भन्छ भने कम एन्ड स्टडी द लिटरेचर, रिड द लिटरेचर एन्ड बिकम अ रिडर एन्ड यु गन गेट दोज काइन्ड अफ सेन्सेसन विच यु नेभर गेट एभर गेट टिल नाउ भनेर चाहिँ यसले चाहिँ एक्सप्रेस गराएको छ होइन। डिफ्रेन्ट फ्ल्याक्स गोल्डन टेल्सहरूको लागि चाहिँ डिफ्रेन्ट चाहिँ ब्याकग्राउन्ड भएको, जस्तै कोही चाहिँ लायर हुनसक्छ, कोही चाहिँ होइन इमेजिनेटिभ पर्सन हुनसक्छ, कुनै चाहिँ डोमिनेन्ट क्यारेक्टर सो गर्ने सेल्फिस खालको पनि मान्छे हुनसक्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ के अरे पोइटले के भनेको चाहिँ कम एन्ड हेल्प अस अर जोइन मी टु अनफोल्ड द फ्ल्याक्स गोल्डन टेल्सहरू जुन हामी फर्दर आउँछौँ त्यसको लागि चाहिँ सबै रिडरहरूलाई चाहिँ उसले चाहिँ इन्भाइट गराएको छ थ्रु दिस पोएम सिल्भेस्ट्रेनले। लिटरल कम्प्रिहेन्सनमा ओभरअल यही हुन्छ होइन। रिडरहरूले चाहिँ डिफ्रेन्ट रिडर्सहरूलाई चाहिँ इन्ट्रेक्सन के अरे एफेक्सन गराउन खोजिरहेको छ आफ्नो लिटरेचरको बारेमा। कम एन्ड जोइन अस होइन, यु माइट बी अ ड्रिमर, यु माइट बी अ लायर, यु माइट बी अ डोमिनेन्ट क्यारेक्टरिस्टिक होइन, डिफ्रेन्ट क्यारेक्टरिस्टिक हुनसक्छ, बट कम एन्ड जोइन अस टु स्टडी अर टु फिल टु अनफोल्ड द फ्ल्याक्स गोल्डन टेल। अनफोल्ड भन्नाले त्यसलाई चाहिँ एक्सप्रेस गर्ने, त्यसलाई चाहिँ सबै थोक होइन गर्ने किसिमको चाहिँ भनेर चाहिँ दिएको पाइन्छ यहाँ।
अब यो पोएम इन्भिटेसनको इन्टरप्रिटेसनमा जाउँ, के इन्टरप्रेट गर्न खोजिरहेछ त भन्दाखेरि चाहिँ यसले चाहिँ के गर्छ भने यो लिट्रेचर रिडिङ र यसमा रिडर्सको जुन रिलेसनसिप छ यसले त्यो रिलेसनसिप गुड रिलेसनसिप क्रिएट गर्न खोजिरहेछ थ्रु दिस पोएम है। एउटा चाहिँ राम्रो रिलेसनसिप क्रिएट होस् भन्ने चाहिरहेछ होइन। अनि यसमा चाहिँ कस्तो भने जस्तै अब चाइल्डिस क्यारेक्टर भएका मान्छेहरूलाई जुन चाहिँ ड्रिमर्स हुन्छन्, लायर्स हुन्छन् होइन, त्यसलाई के भन्छन् म्याजिक बिन्स टाइपका होइन, त्यस्तालाई हुन्छन् अथवा मोडर्न यङ पिपलहरू हुन्छन् जुन चाहिँ फार फ्रम दिस लिट्रेचर वर्ल्ड, ती रिडर्सहरूलाई चाहिँ उसले चाहिँ मर्ज गर्न खोजिरहेछ आफ्नो फिल्डमा, लिट्रेचर फिल्डमा, जसले गर्दाखेरि चाहिँ एउटा लिट्रेचर फिल्ड विथ मोर क्रिएटिभ पिपल्स एन्ड मोर म्याजिक बिन बायर्सहरू होइन, अनि सबैहरूलाई चाहिँ समेटेर चाहिँ एउटा चाहिँ गुड एउटा कम्प्रिहेन्सिभ चाहिँ लिट्रेचर रिडर चाहिँ उसले क्रिएट गर्न खोजिरहेछ। एन्ड टु स्पिन द कलरफुल फ्ल्याक्स गोल्डन टेल्स भन्छ। स्पिन भन्नाले चाहिँ एउटा चाहिँ फ्ल्याक्स गोल्डन टेल्सलाई चाहिँ कसरी चाहिँ मोबिलाइज गर्ने, कसरी चाहिँ गर्ने भन्न खोजिरहेको हो उसले। अनि यस्तो किसिमको चाहिँ इन्टरप्रिटेसन चाहिँ यो इन्भिटेसनको थ्रु चाहिँ गरिएको छ। अब यसको बेसिक इन्टेन्सन क्रिटिकल थिङ्किङमा जाउँ। यसको बेसिक इन्टेन्सन के भन्दा चाहिँ रिडर्सहरूलाई चाहिँ मोर क्रिएटिभ होइन, मोर प्रोडक्टिभ बनाउने होइन इन द वर्ल्ड अफ लिट्रेचर होइन, त्यो चाहिँ हो। अब यसमा क्रिटिकल थिङ्किङ के भन्छ नि, के भन्छ नि विथ रिपिटेटिभ जुन कम भनेर जुन किसिमको चाहिँ जोइन भनेर चाहिँ किसिमको चाहिँ जुन रिडर्सले राइटर के अरे पोएटले दिइरहेछ रिडर्सहरूलाई कम एन्ड जोइन भनेर जुन रिपिटेटिभ जुन स्ट्रक्चरल जुन पोइममा फर्मेट छ त्यसले चाहिँ के भन्छ नि कम एन्ड जोइन अस होइन, मेक दिस लिट्रेचर वर्ल्ड मोर होइन क्रिएटिभ होइन भनेर चाहिँ यसले चाहिँ भनिरहेछ रिडर्सहरूलाई, डिफ्रेन्ट ब्याकग्राउन्ड्सहरूलाई। तर कुनै पोइन्टमा के भन्छ भने मलाई के डिसएग्री फिल हुन्छ क्रिटिकल थिङ्क एनालाइज गर्दाखेरि चाहिँ ठिक छ सबैलाई बोलाउँछ उसले चाहिँ कम एन्ड जोइन अस भन्छ होइन, कस्तो हुन्छ नि हाउ क्यान बी अ पर्सन इज मोर क्रिएटिभ एन्ड इन्ट्रेस्टेड इन लिटरेचर इफ देयर इज नो प्यासन इन हिम or with her, you know, if somebody doesn't have such kind of passion then how could he be interested in literature world? त्यो कुरा चाहिँ मलाई एकदम क्वेसनेबल लाग्छ क्रिटिकल थिङ्किङमा होइन, त्यो कुरा हामीले भन्न सक्यौँ। अनि त्यसपछि एउटा मान्छे भनेको चाहिँ हार्डली इन्ट्रेस्टेड छैन कुनै पनि कुराहरूमा भने उसलाई प्रेसराइज गरेर कुनै पनि वर्ल्ड कुनै पनि चिजमा चाहिँ उसलाई चाहिँ मर्ज गर्न, कुनै पनि चिजमा उसलाई चाहिँ अनफोल्ड गर्नलाई हेल्प गर्न चाहिँ सकिन्न, किनभने ऊ इनरली इन्ट्रेस्टेड छैन भने दिस जस्ट होइन फोर्सफुल एक्ट हुनसक्छ होइन, त्यो कुरा हामीले सम्झिनुपर्छ। only invitation without interest becomes useless, actually the word is like that होइन। अनि तर एसिमुलेसनमा हो, एसिमुलेसनमा हामीले चाहिँ बिफोर र आफ्टरको कुरा गर्छौँ। बिफोर दिस पोएम एन्ड बिफोर रिडिङ दिस पोएम आई डिन्ट ह्याभ किन इन्ट्रेस्ट अन लाइक सच काइन्ड अफ लिट्रेचर, मसँग त्यस्तो इन्ट्रेस्टै थिएन होइन। तर जब मैले यो पढेँ पोएम पढेँ मलाई चाहिँ एउटा चाहिँ भित्रमा चाहिँ एउटा चाहिँ जागरुकताको भावना आयो चाहिँ मैले पनि पोएम पढ्नुपर्छ होइन। यो पोएम पढिसकेपछि मलाई के फिल भने यसले सोसियल एन्ड हेल्दी लाइफ क्रिएट गर्न पनि हेल्प गर्छ लिट्रेचरले। मैले चाहिँ इन्टेन्स एउटा चाहिँ जुन किसिमको फिलिङ्स हुन्छ त्यो फिलिङ्स चाहिँ यो फ्ल्याक्स गोल्डन टेल्स अथवा यो इन्भिटेसन पढिसकेपछि चाहिँ मैले पाएँ। एन्ड आई ह्याड मच मोर इन्ट्रेस्ट इन म्युजिक सङ्ग स्पोर्ट्स थियो जुनको मैले कम्बिनेसन चाहिँ कम्बो अफर चाहिँ म्युजिक सङ्ग्स स्पोर्ट्सको कम्बिनेसन चाहिँ होइन यो चाहिँ मैले चाहिँ यो लिट्रेचरबाट पाएँ होइन। अनि यो जुन भिजन मलाई चाहिँ छ त्यो भिजन चाहिँ मैले लिट्रेचरबाटै पाएँ होइन। अनि यसमा चाहिँ कस्तो हुन्छ भने जस्तै एउटा ड्रिमर, एउटा लायर होइन, अनि एउटा प्रिटेन्डर, एउटा प्रेयर, एउटा प्रिचर, सब किसिमको जुन डिफ्रेन्ट ब्याकग्राउन्डको पिपलहरू छ यसलाई चाहिँ एकोमोडेट गर्न सक्छ भने चाहिँ त्यो के हो भन्दाखेरि चाहिँ लिट्रेचर हो होइन, जुन चाहिँ मैले यो इन्भिटेसन भन्ने पोइम पढेर चाहिँ मैले पाएँ होइन। अनि यहाँ के भनेको छ भने टु स्पिन द फ्ल्याक्स गोल्डन टेल्स इन्सपायर्ड मी टु इन्जोय द फास्ट भेरेना अफ लिट्रेचर होइन। जुन एउटा चाहिँ फ्ल्याक्स गोल्डन टेलले चाहिँ मलाई यो कुरामा इन्सपायर्ड गर्यो भने जुन वर्ल्ड अफ इमेजिनेसन छ त्यसमा चाहिँ मलाई पनि जोइन हुनु पऱ्यो होइन, जोइन गर्न सक्छु म पनि, मसँग पनि भिजन छ होइन भनेर चाहिँ बन्यो। अनि लास्टमा के भन्न चाहन्छु भने आवर लाइफ कान्ट अलवेज बी चार्मिङ इफ यु डोन्ट लभ रिडिङ बाई हार्ट भन्न जति पनि जे छ। तर के छ अन्तिममा के छ भने हामीले चाहिँ कुनै कुनै कुरा बाई हार्ट गरेनौँ भने हामीले चाहिँ भित्र इनर कोर अफ द हार्ट इफ यु डोन्ट वान्ट टु लर्न फ्रम इनर कोर अफ द हार्ट देन देयर इज नो युज अफ रिडिङ। त्यही भएर हामीले भित्री मनबाट चाहिँ होइन हामीले पढ्ने चाहिँ बानी गर्नुपर्छ।
एज होल त्यो भन्न खोजिरहेछ हामीलाई यो इन्भिटेसन भन्ने चाहिँ च्याप्टरबाट सिल्भेस्ट्रेनले चाहिँ त्यो स्टार्टिङ हामीलाई चाहिँ त्यो इनर्जाइज गर्न खोज्नु भएको छ किनभने बिबिएस फर्स्ट इयरमा छौँ हामी इनर्जाइज हुनुपर्छ हामीले लिट्रेचरमा इन्ट्रेस्टेड हुनुपर्छ हाम्रो इङ्ग्लिस पनि हामीले चाहिँ इम्प्रुभ गर्नुपर्छ होइन त्यो किसिमको चाहिँ लिट्रेचर वर्ल्डमा हामीले इन्भल्भ गऱ्यौँ भने सबै किसिमको हामीले टेस्ट भेराइटी अफ टेस्ट पाउँछौँ होइन भनेर चाहिँ यो पोएमबाट हामीलाई चाहिँ इन्भाइट गर्न खोजिरहेछ हामी ड्रिमर लायर प्रिचर होइन प्रेयर्सहरूलाई चाहिँ थ्याङ्क यू भेरी मच